गरिसकेको एउटा माछा मानेर म ल एकैछिनको बिचले पत्तामा हान यता दुईटा पत्तामा हाने तीनटा हातमा हाने ल। हेलो एभ्रिवान गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। सबैजना सन्चै हुनुहुन्छ होला, मलाई सन्चै न्यू ब्लग। आज चाहिँ लङ टाइम पछि ब्लग स्टार्ट गरिरहेको टक्क लाएर आज चाहिँ फेरि गङ्गेटा सङ्गेटा सब टक्क खोज्दै हो। अहिले चाहिँ हामी खोलातिर आम टक्क लाएर आज चाहिँ गङ्गेटा सङ्गेटा टक्क खोजिन्छ। टक्क लाएर हाम्रो चाहिँ आज गङ्गेटा कार्यक्रम हुन्छ। पानी नधमालाई सिधै जाम त पहिला सही जाम ल। यो न्यु रो ल ल ल ल खोलातिरको माहौल चाहिँ यस्तो टक्क लाएर ल। गङ्गेटा भेट्टी भए खासै टोक्दैन अरेको ल। निकाल खाना लाए जस्तो गर्न मुखमा हाल्न हो त्यस्तो होइन कि यहाँ फोटो थमेलको लागि अलि माथि गर न। न्यू ब्लग ल है अलि खाना लाए जस्तो गर्न ल टक्क लाएर। हाम्रो चाहिँ आज गङ्गेटाको जस्ट इन्जोय हुन्छ। आज चाहिँ टक्क लाएर दुई तिनवटा भेटिसक्यो। आज चाहिँ बबाल हान्नुपर्छ हामी चाहिँ ल टक्क लाएर। विराज भाइ त्यही यहाँ चाहिँ कहाँबाट देखिहाल्छ ल। विराज यता त ल काले काले देखिरहेको त्यही पनि ठिकै छ। हामी चाहिँ हल्का एउटा दुइटै स्टार्ट भइसक्यो हाम्रो चाहिँ टक्क लाएर केटाहरू हिँड्दैछन्। छानबिन कार्यक्रम भइरह टक्क लाएर ल। गङ्गेटा खाने इच्छा नि पुरा गरौँ के छ भेटेन बयरको काँडामा ल। कृपया रफ नबोलिदिनु होला, हजुरलाई मैले काउछो लगाइदिन्छु। माछा साछा परिरह अलिअलि टक्क लाएर ल है ल। ल्याउतिर सर्ट त तान्दैन ल्याउतिर उभिएर झर्दै अलिक त्यस्तै नल सर तान्न ल। टक्क लाएर हामी चाहिँ खोज्दैछौँ ल। एउटा फेरि के हो माछा हो भ्याकुतालाई नि छोपेर पकाइदिने हुनसक्छ कि भ्याकुता सेको त छोपो टक्क लाएर। यहाँ नि तालतिर ल टक्क लाएर। यहाँ त ठाउँै छैन त हेर्नु कता निस्किने यार छोड्दै छैन कि त्यहाँ माछा टक्क भयो ल। यो पनि आएको चाहिँ भर्खर चाहिँ यो चाहिँ भर्खरै आएको अब टक्क निस्क्यो मासतिर। अहिले आएर फेरि यसलाई छानबिन हान्न पर्ने हुन्छ। यहाँबाट चाहिँ बब्बाल धेरै माछा निस्क्यो। माछा गङ्गेटा माछा साछा मानेर म ल एकैछिनको विश्राम टक्क लाएर बिजुली फेरि चाट मसला टक्क लिएर आयो त्यही खाँदैछौँ सबैले ल। सुप नास्ता है ल। कोहीले पत्तामा हान यता दुईटा पत्तामा हाने तीनटा हातमा हाने ल। मिसन सुरु हुन लाग्यो दबाई खाएर सबैले भ्याइसक्यो म चाहिँ भ्याएन। हामी चाहिँ अब मिसन सुरु हुन लाग्यो इक्जाम छ भोलि तर हामी चाहिँ यहाँ गङ्गेटामा नै हिँड्छौँ। यही बिजुली बोनी गरिसकेको छन् है यहाँ चाहिँ गङ्गेटा बल्ल स्टार्टिङ हुँदैछ। त्यही खालको ठुलो गङ्गेटा तल यहाँ त्यहाँ हो त्यहाँ खाल्टोमा त्यस्तो नगर्न गर्ला रफ नबोलाम
गङ्गटा खाएको त्यहाँ ठुलो त्यहीँ छ के त्यहाँ सानो हुन्छ ठुलो छ कि मुझे कालो अरे त्यहाँ पानीमा गएको थियो उता गथ्यो जान्छ फर्काउ खै यसलाई फर्काउनु खै तपाईँ दाउराले हुन्छ तर ठुलो यहीँ पसेको के बिजुली हेरेन उता पारीको हो के यताको हो क्या के छोरा कहाँ जाने यता आएकै छैन त्यतै गयो क्या त्यत्रो मैले छोपो भन्दा छोडिदियो हेरेर बस्यो है ल गङ्गडा लडीबुडी खेलिरहेको त्यहाँ छोपकै तोक्दिन अब मोर यार खै त प्लास्टिक ल्याउन ल ल अब हालो स्टार्टिङ भइसक्यो यहाँको पनि हाम्रो चाहिँ अब यहाँ व्यवस्था हुँदैछ यता पानी उता जाने यता लगाइदिएको टक्क लगाएर अब डोजर बनेर हालिदिने पर गर्दा टक्क लगाएर टक्क लगाएर हाम्रो चाहिँ यो डोजर यस्तै मस्त लगाएर उता चाहिँ माछा मार्दैछन् केटाहरू टक्क लगाएर मैले चाहिँ भार थुन्दैछु अब यस्तो टक्क लगाएर पानी यस्ता सल्ती बगिरह हल्का हल्का रस आउने कुरा त छुट्टै हो ल यो के माछा यस्तो ल भाइले पकाउँदै न काल भाइ अरे भाइ बुढ्दै बाबू नखसालिकन क्या वहाँ पोख्दैछ अच्छी तरीके से के अच्छी तरीके से यार गङ्गेडा पार्टी काल भाइ यता हेर्दा खाइदिने हो हामी नि खाइदिने हो तिमी माछा मार्नेको हो तिमी माछा मार्ने भाइ तिमी माछा मार्ने हो तिमी अब त्यो गेरेफी पनि हाल्दै हुन्छ बाबु हालिन्छ भाइ हाम्रो चाहिँ अब खाँदै त्यसले भाँसिँदै उर्सिरहेको चाहिँ खाएर नि टक्क नुहाएर नि भइसक्यो मैले चाहिँ टक्क लगाएर चाहिँ म रुममा टक्क लगाएर अब थ्याङ्क यू फर वाचिङ नेक्स्ट भिडियो सुट गर्नु होला लङ टाइम पछि भल हाल्दैछु कस्तो लाग्यो कमेन्ट गरिदिनु होला